नमस्ते साथीहरु, तपाईहरुले च्याटजीपीटी कहिले प्रयोग गर्नुभएको छ? एटलिस्ट नाम त सुन्नुभएको छ होला नि। आउनुहोस् आजको भिडियोमा च्याटजीपीटीले तपाईको जीवनलाई कसरी सहज बनाउँछ र कसरी यो च्याटजीपीटीले प्रयोग गर्न सकिन्छ भनेर आजको भिडियोमा सम्पूर्ण कुराहरु बुझ्ने कोसिस गरौँ है त। तपाईले च्याटजीपीटी प्रयोग गर्नुभन्दा पहिले तपाई यदि मोबाइलमा च्याटजीपीटी प्रयोग गर्दै हुनुहुन्छ भने चाहिँ तपाईले आफ्नो मोबाइलमा च्याटजीपीटी एपलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। जस्तो आफ्नो प्ले स्टोरमा गएर चाहिँ च्याटजीपीटीलाई इन्स्टल गर्न सक्नुहुन्छ। मैले यहाँ जस्ट प्ले स्टोरबाट डाउनलोड गरिसकेको छु, देख्न सक्नुहुन्छ। जस्ट मैले च्याटजीपीटीलाई ओपन गरिदिन्छु यहाँनिर चाहिँ। अब च्याटजीपीटीले चाहिँ कसरी काम गर्छ त, यसको बारेमा के विशेषता छ म सम्पूर्ण कुरा तपाईलाई देखाउँदै छु। यदि तपाई नयाँ हुनुहुन्छ भने, यदि तपाईले अलिअलि सुन्नु भएको छ, पुरै कुरा जानकारी छैन भने चाहिँ तपाईले यो भिडियोलाई डिटेलमा हेर्नु होला। जस्तो तपाईले चाहिँ कुनै प्रसंग उठाउनु भयो, त्यही प्रसंगको हाराहारीमा रहेर चाहिँ एकदमै राम्रो तरिकाले प्रश्न गर्न सक्नुहुन्छ। एउटा स्वयं व्यक्तिसँग कुरा गरे बराबर तपाईले कुरा गर्न सक्नुहुन्छ। जस्तो मैले यहाँनिर नमस्ते भनेर चाहिँ भन्छु है त, उसलाई नमस्ते भनेर चाहिँ मैले जस्ट यहाँनिर मेसेज लेख्दिए, उताबाट चाहिँ रिप्लाई तुरुन्तै आउँछ। नमस्ते, स्वागतम, म तपाईहरुलाई कसरी सहयोग गर्न सक्छु भनेर चाहिँ उसले उताबाट मेसेज रिप्लाई गरिसकेको छ। अब तपाईले यहाँ विभिन्न किसिमका कुराहरु गर्न सक्नुहुन्छ। राजनीतिक, आर्थिक, भौतिक, तपाईले कुन चाहिँ कुरामा चाहिँ तपाईलाई यसको सहयोग चाहियो तपाईले कुरा गर्न सक्नुहुन्छ। अथवा तपाईले कुनै बच्चाहरुको होमवर्क देखि लिएर ठूला फाइलहरु, गणितका हिसाबहरु अनि अन्य कुराहरुलाई पनि यसले सजिलैसँग समाधान गरिदिने गर्छ। तपाईले एकदमै थोरै मात्रा कमान्डहरुको प्रयोग गरेर चाहिँ सजिलैसँग चलाउन सक्नुहुन्छ। अब जस्तो मैले यहाँनिर चाहिँ आज कुनै विषय, रोचक विषयको बारेमा जानकारी दिनुहोस् न भनेर म भन्छु है त। आज के रहेछ, मैले यहाँनिर जस्तो लेख्दिए आज कुनै रोचक विषयको बारेमा जानकारी दिनुहोस् भनेर चाहिँ जस्तै यसो पठाइदिन्छु मैले। अब उसले धेरै कुराहरु यहाँ रिकमेन्ड गर्छ। तपाईले कुन कुराहरु चाहियो, ब्रेन कम्प्युटर इन्टरफेस भन्ने आएको छ, एउटा बीसीआई भनेको के हो भन्ने कुरामा पनि रहेछ, एउटा नयाँ रोचक कम्प्युटर सम्बन्धी जानकारी रहेछ, कसरी काम गर्छ यसको बारेमा रहेछ, प्रयोग कहाँ भइरहेको छ यो पनि भनेको छ, भविष्यमा के समाधान छ, यी सबै कुराहरु यहाँ राखिएको छ। अब त्यसपछि तपाईले तर अन्य कुराहरु पनि छन् यसभित्र चाहिँ तपाईले हेर्न सक्नुहुन्छ सजिलैसँग। अब यसका सम्बन्धित विषयहरु जस्तो कि तपाईले अब पुराना कुराहरुलाई चाहिँ तपाईले राख्नु भएको छ भने यहाँ गएर चाहिँ हेर्न सक्नुहुन्छ यसरी। अब पुराना कुराहरु यही सम्बन्धित विषय कुरा गर्नलाई पनि हुन्छ। अब कुनै राजनीतिक, कुनै म्याथका हिसाबहरु छन् भने पनि गर्न सक्नुहुन्छ। कुनै जस्तो कि मानौ मैले यहाँनिर जस्तो लेखे कुनै पनि a स्क्वायर प्लस b स्क्वायरलाई कुनै पनि हिसाब गरेर दिनुहोस् भनेर जस्तो मैले यस्तो पठाइदिए भने उसले कुनै पनि हिसाब उठाएर चाहिँ तपाईलाई सजिलैसँग भन्ने छ। सूत्रहरु यहाँ तपाईले a प्लस b स्क्वायरको सूत्र प्रयोग गरेर यहाँ काम हिसाब गर्न सक्नुहुन्छ भनेको छ। a प्लस b स्क्वायरको सूत्र के हुन्छ भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भन्ने यहाँ सूत्र पनि तपाईले दिएको छ। उदाहरणका लागि मानौ a बराबर 5 b बराबर 3। अब सूत्रमा राखेर हिसाब गरौँ भन्ने भयो। अब a प्लस 5 प्लस 3 प्लस 2 इक्वल टु 5 2ab b स्क्वायरको 5 स्क्वायर भनेर यहाँ राखिदिएको छ। सूत्र मान भरेर यसको मान 64 निकालेको छ हिसाब गरेर। यसरी चाहिँ तपाईले सजिलैसँग काम गर्नुहुन्छ। यस्तै अब कुनै पनि निवेदन लेखेर दिनुस् भन्यो भने तपाईको सम्बन्धित निवेदनहरु, तपाईको नामहरु, ठेगानाहरु, तपाईले निवेदनमा के कुराहरु राख्नुपर्ने छ ती कुरा सबै लेखेर दिनुभयो भने उसले सजिलै एउटा राम्रो निवेदन लेखेर पनि दिने गर्छ यसले। अनि अन्य कुराहरु जस्तो अब तपाईले कुनै पनि कुराहरुलाई चाहिँ बुझ्नु भएन अथवा फोटो खिचेर दिनु छ अथवा तपाईको फोटोमा कुनै चीज छ भने त्यसको बारेमा पनि यसले जानकारी दिन्छ। अब हेरौँ अरु के कुरा गर्न सक्छ यसले। यो भित्र तपाईको क्वेशनहरु छन् भने मानौ यसरी तपाईले हालेर चाहिँ त्यहाँ शो गर्न सक्नुहुन्छ, शो अफ गर्न सक्नुहुन्छ। अब जस्तो मसँग यहाँ त्यस्तो कुनै पनि चीज रहेनछ, मैले जस्तो एउटा यो रहेछ, म यसलाई यसमा राखे है त। यसलाई किन अपलोड गरेन यसले, सायद नेट स्लो भएर होला अपलोड गरेन र धेरै कुराहरु चाहिँ अपलोड गर्न लिँदैन रहेछ। अब यहाँबाट फोटो पनि खिचेर सजिलै हाल्न सक्नुहुन्छ, फाइलमा गएर पनि सजिलै बनाउन सक्नुहुन्छ। यसको विशेषता भनेको यति छ। अब तपाईले म कुनै पनि कुराहरुलाई खिचेर दिन्छु है त यसलाई। जस्तो यस्तो यो एउटा कार्ड रहेछ एनआईसी को। अब जस्तो मैले यसलाई खिच्दिए यसको बारेमा जानकारी यसले दिन्छ। ओके गरिदिन्छु मैले यहाँनिर। यसमा नेट स्लो भएछ, यसरी खिचेर पनि पठाउन सक्नुहुन्छ र यस्तो हुन्छ। यो चाहिँ
तपाईले प्रिमियम ल्याउनु भएको छ भने चाहिँ खिचेर चाहिँ कुरा गर्न मिल्छ भने धेरै पठाउन सक्नुहुन्छ। तर यो 1-2 वटा फोटो मात्रै हुन्छ, धेरै चाहिँ मैले धेरै प्रेस गरेको छु तर त्यो हुँदैन। अनि मैले चाहिँ धेरै पहिले नै पठाइसकेको हुनाले यसले मानेन अरू फोटोहरू चाहिँ ल्याउनलाई। अब तपाईले सजिलैसँग कुराहरू गर्नलाई चाहिँ अब पहिलेका कुराहरू कुनै विषय चाहिँ उठाउनु भएको छ भने यही कुरासँग सम्बन्धित रहेर पनि कुरा गर्न सक्नुहुन्छ। अर्को चिन्हमा क्लिक गरेर यसरी चाहिँ तपाईले यहीसँग सम्बन्धित कुराहरू सोध्न सक्नुहुन्छ, कुरा गर्न सक्नुहुन्छ। यसरी सजिलैसँग च्याट जीपीटी प्रयोग गरेर क्वेशनका उत्तरहरू चाहिँ सजिलै पाउन सक्नुहुन्छ। पहिले जस्तो गुगलमा खोजेर चाहिँ धेरै दुःख गर्नुपर्ने अवस्था रहँदैन। एकदमै सजिलैसँग तपाईले क्वेशन खिचेर, जस्तो एउटा क्वेशन चाहिँ तपाईले झापक खिचेर दिनुभयो भने त्यसका सम्पूर्ण एन्सरहरू चाहिँ मलाई चाहियो भन्यो भने उसले 21 मिनेट पनि नलगाएर स्वात्तै निकालेर सम्पूर्ण क्वेशनको एन्सर पनि यसले दिने गर्छ। यसरी तपाईले च्याट जीपीटी प्रयोग गरेर सजिलै आफ्नो जीवनलाई सहज बनाउन सक्नुहुन्छ। हस् त साथीहरु, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया लेखी हाम्रो कमेन्ट बक्समा छोड्न भने नभुल्नु होला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन पनि थिच्नु होला ताकि अब आउने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिले तपाईलाई प्राप्त होस् भन्दै म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।